हेलो गाइज, वेलकम टु माई भ्लग। कस्तो छ तपाईँहरूलाई? सन्चो कि सन्चो। अनि फाइनली लाइसेन्स आयो क्या र। अब हेरौँ कुन गाडी दिन्छ। यहाँ चाहिँ हरेक सामानहरू पाइन्छ। महिना पुग्यो भने चाहिँ पैसाहरू दिनुपर्छ। चाचा खाना खा रहे हो? ओ उसको साबुन चाहिए एक मेस का, बोल रहा है उपेंद्र को। हाँ ऊपर नहा रहा है अभी, बोल रहा है उसका मेस का। हाँ लक्स साबुन बोल रहा है, ये है ना बड़ा वाला। कितने का चाचा है? 5 रियाल का है। उसका मेस में लिख दीजिए है। यो चाहिँ बकला हो। यो चाहिँ लुगाहरू सामानहरू यसो हुन्छ चाचाहरूले। ग्यासहरू यतै पाइन्छ। महिना पुग्यो भने चाहिँ पैसा दिनुपर्छ। पुग्नुहुन्छ ल। यो चाहिँ औषधि छिट्ने ट्याङ्कर, ट्याङ्कीबाट छिट्छ औषधिहरू। यता भन्छ हाम्रो कम्पनी चाहिँ डाइनाहरू दुई थरीको छ। एउटा ठुलो डाइना र अर्को रिया चल्ने सानो डाइना। यहाँदेखि रिया 100 किलोमिटर जाने आउने, जाने 100 किलोमिटर आउने 100 किलोमिटर। यो चाहिँ मस्जिद बनाइदिएको छ। अनि ठुलो डाइना चाहिँ बाहिर कुद्छ। अब हेरौँ हामीलाई कुन डाइना दिन्छ। बाहिरको डाइना दियो भने त अलि राम्रै कमाइ होला। अब लोकलको दियो भने चाहिँ अलिक कम हुन्छ। हेरौँ अब नयाँ नयाँ आइएको छ। अनि अब जस्तो दिन्छ चित्त बुझाउनै पर्यो होइन। मेन लाइसेन्सकै लागि आएको हो। अब राम्रो राम्रो डिमान्ड त धेरै आउँदो रहेछ नेपालमा, धेरै धाएँ म काठमाडौँमा। राम्रो राम्रो डिमान्ड चाहिँ अब रिटर्न लाइसेन्स जेसिसी लाइसेन्स मात्रै खोज्ने रहेछ। त्यही भएर जस्तो सुकै होस् लाइसेन्स बनाउँदै जाने हो भनेर आएको। हेरौँ अब ठिकै छ कस्तो हुन्छ। अनि हाम्रो कम्पनीमा चाहिँ ट्रेला त भन्दै थियो, ट्रेला भनेर आएको हामी। ट्रेला पनि छ गाडी, तर ट्रेला गाडी छ रहेछ एउटा, त्यही पनि बिग्रेको। अरू चाहिँ गाडी छैन, एउटा छ त्यही पनि बिग्रेर थन्केको। अरू चाहिँ सब डाइना मात्रै। ठुलो गाडी ट्रेला चलाउने सोख त बहुत छ, यस्तै गाडी चलाउने। त्यही भएरै आएको म। टिप्पर चलाउन नगएर ट्रेला चलाउने भनेर आएको। झन् डाइना मात्रै छ कम्पनीमा। ठिकै छ अब के गर्नु। यो चाहिँ स्टोरहरू हो, यस्ता 4-5वटा घर छ। अहिले चाहिँ रेस्ट टाइम हो, केटाहरू सब सुत्न खाना खाएको छ। अब दिउँसो रेस्ट गर्छ, खानापिना खाएर अहिले 3 बजीतिर आउँछ यस्ताहरू। यस्तो अब घाम पनि धेरै छ होइन, त्यो केही कति देखेको छैन। अनि यो ढेप्लाहरू यस्तोहरू जान भित्र यस्ता घरमा हुन्छ क्या। यस्ता घर धेरै छ यताउता। अनि घरहरूमा कुलर लागेको छ। अनि यस्ता यस्ता चिजहरू धेरै छ एरियामा। अनि यस्ता यस्ता फुलहरू हुन्छ, निमहरू। अनि अहिले घाम पनि छ धेरै अब उता कम्पनीमा। अब यो घाममा डुल्न सकिन्न। अनि म चाहिँ फर्किन लाएँ। अब हेरौँ कुन गाडी दिन्छ त्यो पनि हजुरलाई म अपडेट बनाउने गर्नेछु। यता चाहिँ नयाँ घर बन्दैछ। यहाँ चाहिँ हाम्रो केटाहरूले चाहिँ चल्लाहरू कुखुराहरू पाल्छ। केटाहरू त के भन्ने हो र, पुरानो बङ्गालीहरू 20-25 वर्षबाट बसेर अनि बस्ने केटाहरूले चाहिँ यसरी पालिरहेको छ कुखुराहरू। हामी नेपालीहरू त कहाँ पाउनु र अहिले, यो परेवा लगाइ छ। यतिमै मैले राखेँ। अरू अपडेटहरू म दिनेछु कस्तो हुन्छ के हुन्छ है। हेरेर लाइक सब्सक्राइब गरिदिनु होला र सल्लाह सुझाव दिनु होला के कस्तो हुन्छ है। मेरो नयाँ भ्लग हो, नयाँ भिडियो। अब त्यही त हो नि, धेरै कमी कमजोरी हुन्छन्, माया गरिदिनु होला है। हजुरहरूलाई म अपडेटहरू दिँदै गर्नेछु के कस्तो हुन्छ। ठिक छ, बाई।